मैले के होइन नबुझेको कुरा क्या मान्छेलाई प्रब्लम चाहिँ के हो के कुराको प्रब्लम हो के जो आउँछ होइन जोसुकै आओस् के मेरो कमेन्टमा एउटै क्वेसन गर्छ के केटी गर्छु के सेक्स कसरी गर्छु बच्चा कसरी जन्माउँछु कति न उनीहरूले बच्चा जन्माएर दिने हो जस्तो उनीहरूले गरिदिने हो जस्तो प्रब्लम छ भने लु तिमीहरू बच्चा जन्माएर देऊ मलाई खालि एउटै क्वेसन आउँछ क्या जहाँसुकै हेरौँ जुनसुकैमा हेरौँ बच्चा कसरी जन्माउँछौ सेक्स कसरी गर्छौ अरे यार सबै के त्यो पोइन्टमा जान्छ कि सबै त्यही पोइन्टमा त्यही बच्चा कसरी ल्याउने त्यो के गर्ने अचम्म छ यार मलाई सेक्स नै चाहिएन भने म केटा हेरिहाल्थेँ नि कमन सेन्स होइन आफूले कमन सेन्स लाउनुपर्छ क्या त्यो कुरामा अचम्म छ यार जो आउँछ कमेन्टमा त्यही भन्छ बच्चा कसरी जन्माउने सेक्स कसरी गर्ने तिमीहरू सेक्समै मर्छ त तिमीहरू मर्छ नि म मर्दैन नि त सेक्स चाहिन्छ नि भन्ने हुँदैन लाइफमा सेक्स इम्पोर्टेन्ट छैन के होला होइन मान्छेलाई चाहिला तर मलाई चाहिँदैन मलाई होइन मेरो पार्टनर जे छ जस्तो छ मलाई मेरो लागि पर्फेक्ट छ हिज पर्फेक्ट फर मी के जो आउँछ कमेन्टमा एउटै क्वेसन गर्छ यार अचम्म छ दिमाग छैन अलिकति पनि जो पनि आउने एउटै क्वेसन पर्सनलमा हेरौँ त्यही क्वेसन गर्छ त्यहाँ हेरौँ त्यही क्वेसन जहाँ गयो त्यही क्वेसन अल एबाउट सेक्स के सेक्स त्यति इम्पोर्टेन्ट छ जस्तो त मलाई लाग्दैन त कि तपाईँहरूलाई लाग्छ मलाई त लाग्दैन कहीँबाट पनि होइन मन मिल्नु पर्यो के मान्छेको मन मात्र मिल्नुपर्छ जोसँग पनि खुसी हुन सकिन्छ सेक्स बिना खुसी नहुने होइन सेक्स नै इम्पोर्टेन्ट होइन कि होला होइन म मान्छु एउटा कुरा कि लाइफमा बच्चा चाहिन्छ सेक्स इम्पोर्टेन्ट छ भन्छ मान्छेले लाइफमा बच्चा त हेर केटी नै भए पनि बच्चा भनेको कुरा होइन जहाँबाट पनि अहिले यो जेनेरेसनमा के चाहिँ उयो भएको छैन दिमाग छैन कमन सेन्स लाउन सक्दैनौ तिमीहरूले मलाई मेरो पार्टनर जे छ जस्तो छ म खुसी छु तँसँग र म लक्की छु यो एउटा क्वेसनको एन्सर गर्छु ल मैले बाटोमा होइन यति धेरै मान्छेहरू देखेको छु होइन केटासँग बिहे गरेर पनि बाटोमा बुढीलाई कुट्ने यो गर्ने मैले केटासँगै बिहे गरेँ भने म सायद त्यति खुसी हुँदिनँ जति म त मेरो पार्टनरसँग खुसी छु यही ठाउँमा अहिले म मेरो केटासँग रिलेसनमा बसेको म यस्तो खुसी हुँदिनँ थियो होला हो म मान्छु उसँग मेरो झगडा हुन्छ कुन चाहिँ रिलेसनमा झगडा हुँदैन कुन चाहिँ रिलेसनमा हुँदैन जुन रिलेसनमा झगडा हुन्छ त्यो रिलेसनमा माया पनि हुन्छ त्यही भएर मलाई त दुनियाँभरि क्वेसन नगर के मन हो यार मन हो सबैको मान्छे जोसँग खुसी हुन्छ तँसँग लाइफ बिताउन पाउँछ जब आफ्नो फ्यामिलीलाई प्रब्लम हुँदैन त दुनियाँलाई के प्रब्लम छ के त्यो कुराहरूमा म त त्यो क्वेसन गर्छु के सबैलाई जो आउँछ एउटै क्वेसन गर्छ यार मेरो फ्यामिलीले पनि मलाई क्वेसन गर्दैन यो क्वेसन कि त कसरी बच्चा जन्माउँछस् कसरी सेक्स मलाई कहिले गर्दैन मलाई फ्यामिलीले भन्छ त जोसँग खुसी छस् त्यहीसँग गर इभन मेरो दिदीहरूले पनि बिहे गरेको दिदीहरूले भन्छ कि तेरो डिसिजन सही छ केटासँग बिहे गरेर लाइफ जिन्दगी ड्यामेज हुन्छ भन्छ होला सबैको नहोला तर के यही ठाउँमा मैले केटासँग बिहे गरेको आज म यति खुसी हुन्थेँ यही ठाउँमा म केटासँग रिलेसन बसेको म यति खुसी हुन्थेँ मलाई जुन खुसी मलाई उसले दिइरहेछ नि त्यो खुसी सायद एउटा केटा मान्छेले पनि मलाई दिन सक्दैन बुझ्यो चाहे त्यो केटा होस् या केटी होस् मन मिल्नुपर्छ जोसँग पनि लाइफ बिताउनको लागि सही छ मेरो पार्टनर मेरो लागि एकदम सही छ त्यही भएर त दुनियाँभरिको कमेन्ट मलाई गर्ने काम नगर ल अचम्म छ जो आउँछ एउटै क्वेसन गर्छ तिमीहरूलाई प्रब्लम चाहिँ के हो मेरो लाइफ मेरो चोइस जेसुकै गरौँ अचम्म छ यार मैले सबैलाई भन्न खोजेको होइन तर कमेन्ट गर्नेहरूलाई भनेको लाइफमा सेक्स इम्पोर्टेन्ट छैन मेरो लागि बुझ्यौ नि म जे छु जस्तो छु खुसी छु र मेरो पार्टनरको लागि म होइन दुनियाँमा आफूलाई यति धेरै लक्की महसुस गर्छु कि मेरो पार्टनर यो हो भनेर यस म कन्फिडेन्ट साथ भन्छु कि हि इज माइन आई एम ह्याप्पी विथ हिम बुझ्यौ नि मलाई चाहिँदैन केटाहरू र मलाई जिन्दगीमा कुनै मोडमा गएर केटा हेर्नु पर्यो भने पनि बरु म सुसाइड गर्छु तर केटा हेर्दिनँ खुसी लाग्यो नि अब मेरो एन्सर सुनेर अचम्म छ एउटै क्वेसन गर्छ यार मैले कसैलाई नराम्रो भन्न खोजेको होइन सबैजना एउटै हुन्छ भन्ने छैन तर भाग्यमा के लेखेको हुन्छ थाहा हुँदैन जब फ्यामिलीले त्यो क्वेसन गर्दैन त दुनियाँलाई त्यो क्वेसन गर्ने अधिकार पनि छैन बुझ्यौ नि अल एबाउट सेक्स छ के मान्छेहरूको त अल एबाउट सेक्स अचम्म छ खुसीको त कुरै आउँदैन मायाको त कुरै आउँदैन माया भनेको माया हो कि चाहे त्यो केटा होस् या केटी होस् त्यसमा बच्चै चाहिन्छ सिक्ने चाहिन्छ भन्ने छैन यदि जसलाई चाहिन्छ त्यो जान्छ बुझ्यो मलाई चाहिँदैन मेरो पार्टनरलाई चाहिँदैन कुरा सक्यो सबै कुरा भनेको आफू खुसी हुनु हो बुझ्यौ नि आफू जोसँग खुसी हुन्छ जस्तो पार्टनरसँग खुसी हुन्छ त्यो कुरा हो त्यही भएर प्लिज म खुट्टा ढोगेर भन्छु होइन मलाई त्यस्तो कमेन्ट गर्ने काम नगर ल म ह्याप्पी छु मेरो पार्टनरसँग म दुनियाँमा सबैभन्दा लक्की ठान्छु आफूलाई
प्लिज कमेन्ट नगर्नु ल त्यस्तो चाहिँ।